कुरा गरौँ त राजनीतिक कुराहरू के हुन् ल को परमा माओवादीले कति सिट ल्याउने रे 5 सिट भन्दा नल्याउने हैन कति सिट अरे माओवादीले प्रत्यक्षमा 5 सिट पनि जित्दैन 5 सिट पनि जित्दैन तिम्रो के छ प्रधानमन्त्री हुने प्रचण्ड हुने अच्छा ल के छ भने आफ्नो मत राखौँ है केटा ल आफ्नो भनेर ल जिम्बाको के छ भने माओवादी होइन तारा भइसक्यो ए हो ल नेपाली कम्युनिस्ट पार्टीको भयो अहिले त माओवादीका त अहिले त विप्लवले उठायो सर के छ हाम्रो गोर्खातिरबाट के आउँछ भनाइ अब हेलो तर गोर्खातिरबाट केही छैन भनाइ ल भाइ यता नुवाकोटतिर के आउँछ माओवादीले के भन्छ अरे जनआन्दोलन पछाडि राम्रो काम गरेको के छ राम्रो काम गरेको के छ माओवादीले अहिलेसम्म केही देखाएको छैन एउटा केही पनि छैन माओवादीले राम्रो काम गरेको एउटा केही पनि छैन उले घण्टीले गरेको मात्र देखेको गणतन्त्र गरे नि त गणतन्त्र र लोकतन्त्र ल्याउनु भनेको छ भनेर भन्नु न घण्टीले 4 वर्षमा घण्टीले थुप्रो बनाएको देश बनाएको घण्टी त भर्खर एकचोटि त आयो 3 वर्ष ल त्यो मैले प्रचण्डले सरकार चला कति आफूले 3 वर्षमा आफूले सरकार चलाउनु पायो अनि प्रधानमन्त्रीले माओवादीले कहिले सरकार चलायो त्यो 6 महिना 9 महिना त नि 6 महिना 9 महिना त मन्त्री परिषद चलायो गर्दैमा सिट दिनु हो सबै पहिलो 64 मा 64 मा 5 वर्ष चलायो हैन त्यो बेला त 7 महिना कि 9 महिना 9 महिना पुगेको पहिलो माओवादीले चलायो सरकारले कहाँ चलायो त प्रचण्डले चलायो दिनुले आफै चलाएर अलि भयो त बाटोले चलाउनुलाई बाटो थाहा भएको त्यो त सबै साथै अहिले पिछले अनि उहाँ पो गरेर कुरा पो गरेर राखेको पार्टी त जितिहाल्यो सग्रवतको बाटो सबै ठुलो गरे यो ठुलो गरेको काम गरेको देखेकै छैन त्यसै हो त्यो सोचै त्यही भन्छ अब घन्टी आइरहेछ होइन अब यो सुन्नुले घन्टी आफै हुन्छ घन्टीले त यही कल उठायो भने काम राम्रो हुन्छ तिम्रो भनाइ ल यार यसो सुन्नु घन्टीले त अब यो पोल ढलाएको पोल मात्र उठायो राम्रो हुन्छ ल सुन्नु नि होइन अरू के छ भनाइ तिम्रो जिम्बा तिम्रो चाहिँ आएन भने केही छैन है ल आफै हुन्छ त्यो पनि माओवादीले गरे हैन त त्यही त हो नि कसैको हो नि सबै त्यो चक्रबाट बनिसक्यो बाउरो भनेर पाला दिनु आएको हो अहिले पनि इतिहास साथी छ बाबा घर भत्काएको मात्रै हो बाटो बनाएको चाहिँ होइन त्यो भत्काउने बनाउनु त सक्छ तर जति काम गर्नुपर्छ त्यति गरेन के त्यो पालामा गर्न पनि मलाई आफ्नो समयमा गरे हो गर्न पाएन क्या राम्रो त पाउनु पर्यो नि त तर यो गर्न पाएन भन्नै मिल्दैन योजना लिएर पनि सबै हानिदिने हो कि पावरमा भइसकेपछि गैर कानुनी उसकै पालामा भएको योजना अहिले कार्यान्वयन भइरहेको क्या उसले लिएर आयो नि त त्यो त उसले एउटा अलिकति गल्ती काम चाहिँ विपा सम्झौता बुझ्ने मान्छे ल यति छातीमा हात राखेर बुझ्ने विज्ञहरूलाई लिएर आएर होइन उसले छातीमा हात राखेर भनेन मान्छे त्यो पापे कालोमले भन्यो भने अर्कैतिर जान्छ छातीमा हात राखेर भन्यो भने कुकुर छोरो कुकुर अर्कै म भन्दा बुझ्ने अरू कोही लिएर